एभ्रिवान आज चाहिँ हामी मोमो बनाउँदैछौँ मोमोको लागि सुप बनाउँदैछु मैले किमा चाहिँ हाम्रो रोजिना सिस्टरले अनि आटा मुस्ने काम चाहिँ यहाँ म गर्दै रेसिपी छ सुपको यसरी देखाउने हो नि त प्याज डल्लै हाल्नुपर्छ अनि लसुनहरू अनि मासु हालेर अब यसैमा पाक्छ क्या त्यो मोमो हालेपछि काम सुरु गर्दैछ एकदम बसिनु काट्ने हुन्छ नि केमा काट्छ त्यसले केमा हैन छ उठ्यो नि अस्ति यस्तो युज गरेको छु काट्नु यसले काटिन्छ हुन्छ यहाँभित्रको खै त दाल ए अर्को एकदमै रमाइलो भइरहेछ हामीलाई कहिलेकाहीँ मोमो पार्टी यो कुन भिडियो पुरा यस्तो फेसमा आइरहेको फेसमा आइरहेको छ सिनेमेटिक ए के गरेको ए चिज अस्ति चाहिँ रोटी पार्टी भएको थियो त्यो रोटीको चाहिँ ब्लग अलिक बनाउन पाइएन मोमोको चाहिँ मोमोको पनि भन्दै सुप अहिले तात्दै छ सुप अहिले हुँदैछ हाम्रो शनिबार फेरि उता जाने प्लान छ मिठो हुन्छ कस्तो हुन्छ भन्ने लोकल कुखुराको मासु हो यो 7-15 मात्रै खोल्ने सुपको ल कति टाइम राख्नुपर्छ 1 घण्टा यसमा के हालेर पिस्ने ए सुरुमा काटेर हालेको के कि आफै काट्नु भएको त्यो उसमै क्या मिक्सरमै थियो क्या त्यो काट्नेवाला ए हाम्रो छैन त्यो काट्नेवाला हुन्छ पेस्ट बनाउँछ यसले त पुरै धेरै किलो धुलो बनाइदिन्छ क्या के बनाउँदैन कि बनाउँदैन अस्ति नै मैले त्यो मटन हाल्दैन जस्तो लाग्यो त्यो काट्नु हो होइन होला ए ट्राई गर्नु यहाँ पनि छ क्या त्यो यो पल्स कि केमा हाल्नुपर्छ क्या यही त भनेको नि यो टुमा गर्नु न काट्नु पर्यो कि यसलाई यो अर्को सपोर्ट हामी भान्जी चाहिँ त्यहाँ सोफामा बसिरहेको छ उसको पनि भ्लग छ आधा के पो ना आधा मेरो आमा नि थोरै हुनुहुन्छ यता पनि माइजु भान्जीलाई नै सबैजनाले लाइक कमेन्ट शेयर गरेर यसो गरिदिनु होला हैन हो त सुजन ढकालको भ्लगबाट मिनी भ्लगर्सहरु जन्मेका थिए त्यहाँ पनि मान्छेले गुगल सी है यसले उहिले गरे कि नि युट्युब स्टार म त पछि आएको भने हो अहिले नेपालमा यहाँ खोल्दै सोच्यो भने नेपालमै हुँदा गरेको भयो होला यसले यस्तो दामी बनाइदिएको छ त्यो यस्तै चिकन नै हेल्दी हो त्यो कहिलेदेखि खै भिडियो अन गर बुढी हुन्छ ए हाम्रो चिकन यस्तो खालको चिकन ल्याएर किमा बनाएको कस्तो खालको हुन्छ अर्को चिकन होइन अर्को अब होल चिकन हो कि बा हाम्रो अडियन्सहरु चाहिँ प्राय को हुनुहुन्छ नेपाली हुनुहुन्छ हाम्रो आयो गन्ध
नुन हालेको अहिले हालेको त म त के छ मैले पनि सुन्नु अहिले आउँदैछ पुग्छ नि होइन कि अरूले हुनु चिकन हाम्रो यो सुप चाहिँ हामीले नयाँ के अरे रेसिपी युट्युबमा हेरेर बनाएको मोमोको सुप चाहिँ राम्रो हुँदो रहेछ त्यो अघि त्यो ठुलो खालको प्याज चाहिँ अलिक गुलियो भएको थियो अस्ति सेतो प्याज हाल्नुपर्छ एक नम्बर भयो है हाम्रो यो किमा चाहिँ एक नम्बर भयो दिदी चाहिँ यता प्याज कटिङ हुँदैछ पूजा आँखा पोल्ने पार्ट चाहिँ मेरो हुँदैका छन् मलाई यिनीहरूले प्याज काट्नु हाम्रो भिनाजु चाहिँ यति बेलासम्म आइपुग्नु भएको छैन अब भिनाजुको काम सकेपछि आउनुहुन्छ भिनाजु पनि फलोवर्स वान अफ द फलोवर्स समय समयमा सुझाव सल्लाह एकदम सुझाव छ दिइराख्नुहुन्छ टुच्चा टुच्चा मोमोभन्दा पनि सुप चाहिँ दामी हुन्छ पहिला 1 घन्टा फुट्नुपर्छ पानी पनि खाँदै गरौँ त्यो प्याज पनि त्यसमै काटेर आउँछ ए हो एकमा के एकमा ठिक खान्छ पानी गरौँ मेरो मैदा चाहिँ यतिको भयो चाहिन्छ म चाहिँ अब बटर यो हाल्नु त तल कस्टोको बटर पनि छैन छैन यसलाई चाहिँ मोमोलाई जुसी बनाउँछ एउटा सिन्डा हालिदिउँ कहाँ यत्र हाल्छ अलिकति यत्रो सबै यहाँनिर चाहिँ मैले यो बटर गरेँ मान्छे अलिक चक्कीले खान्छौँ चकिलो खै त्यो चिकनको अचार यसो खाइदिउँ न ए चिकनको अचार चाहिँ एकदम मन पर्यो खाने सुकुटी जस्तो नि हौ अब यहाँ गर्दैछु अहिले अलिक साह्रो भएको छ कि किन्ने होइन ठिक छ फेरि एउटा भटमास गर्नु अनि सुप नबनाउनु भनेको होइन अचारमा हाल्नु अचारमा त बदाम मात्रै हो ए हो हुन्छ अलिकति गरिदिन्छु नि कि बदाम पनि नहाल्नु थोरै हाल्नु न बदाम चाहिँ कहाँ हो होइन त्यो चाहिँ बदाम हो अचारको लागि मजा हाल्दा है हाल्दैछु केही त हाल्दा त्यहाँ खायो रुगा चाहिँ चट हुन्छ ऊ त्यो चम्चा सुप खानु क्यामेरा खै चम्च उता डिसवासर त्यो हो ल ल सुरुवात गरौँ अब खै त सुप खाऊ त ल ल अलिकति पानी थप्नु पर्यो खाद्य बनायो अहिले डल्लो बनाउँदैछ रेडी होला जस्तो छ आँपिसकेको छैन क्या ए यस्तै हुँदै त्यो अब यसमा चाहिँ इजी पो रहेछ भने कसम इजी हुन्छ रेसिपी त पानी हालेर लाग्नु ए ल मोमो चाहिँ यो चाहिँ सुरुको मोमो ब्लगर त कत्रा चिज बनाउन ल मोमो पनि त्यस्तै राम्रो सेलरोटी पनि त्यस्तै राम्रो भिडियो ब्लग पनि त्यस्तै राम्रो अचार ए अचारको त झन् नम्बर 1 अर्को जोडी चाहिँ हामी अचार अर्को तरिकाले खोल्नुपर्छ कुन तरिका आमको होइन चाम्रो भएर त मिठो छ त सुकुटी जस्तो अलिक सुकुटी जस्तो लाग्यो
एकवटा हालौँ अनि अचार बनाउँछु। अब दिदीको कला देखाउनु ल। मेरो चाहिँ यही हो कला। दिदीको पनि आफ्नै हुन्छ। दिदीको चुचोवाला हुन्छ होइन? मेरो म अलिअलि गर्छु। होइन म अहिले एकछिन तिमी बनाउन, तिम्रो अलि राम्रो हुँदैछ। कसैको राम्रो भएन भने यहाँ देखाउँ। होइन त्यो राम्रो भएको छ। ओपन चाहिँ नबनाऊँ होला आज। ओपन चाहिँ अलिक हुन्छ। स्टिम नै राम्रो, तर त्यो एयर फ्राई गर्नु। मलाई पनि स्टिमै अलिक ठिक लाग्यो। एक बडुको त्यो सुप खाने नै तेरो रुगा स्वाद हुन्छ। चट्छ। अनि यता त्यहाँ एकछिन यो पाएको छ अब भक 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 उमाल्ने त्यसलाई बनाउने बनाउँछु नि अहिले बनाउन। ठिक छ। यत्रो रहेछ किन? ए किमा धेरै रहेछ, हाम्रो आँटा थोरै रहेछ। आँटा ठिकै हुन्छ हामीलाई। तिमीले भन्थ्यौ नि हिजो बन्दाकोपीमै ऱ्यापरै नचाहिकन बन्दामै हालेर बनाउने भन्थ्यौ त। त्यो देखिन्छ नि उसमा चाहिँ, तर कस्तो हुन्छ? बन्दाकोपी छ छ त नि त्यत्रो ल्याएको छ। एकचोटि try गर्ने त। गर्नुपर्दा ल त्यस्तो। ल तर कसरी ऱ्याप गर्छौ? होइन त्यसलाई सिर्नु पर्दो रहेछ कि अन्त कमाउला हुँदो रहेछ निकाल्नु कि त बोक्रा। त्यो भनेर जस्तो झन् मैदा पनि खाइएन। हो त्यो त झन् राम्रो हुन्छ। यस्तो निकाल्ने भने नि त। हो यस्तो खप्लप खप्लप के हाम्रो चाहिँ एउटा अर्को पनि छ होइन हाम्रो यस्तो? एउटै हो। होइन हौ, मोमो यस्तो बनाएको। त्यही हो। यति त हो अरू दुईटा एकैचोटि बसाउनु हुन्छ। आधी खै त अलि हाल्छु। अनि हाम्रो सुप चाहिँ यस्तो भएको छ। सुप चाहिँ एक नम्बर थियो। अचार पनि एकदमै मिठो, जहिले पनि अचार त मिठै हुन्छ। सो यहाँ चाहिँ मैले बन्दाकोपीको मोमो बनाउन तयार गरेँ। सुरुमा चाहिँ यसलाई पानीमा मजाले बफ्याउने छोपेर, अनि त्यो बफाइसके पछाडि चाहिँ त्यसलाई हाई हिटमा एकछिन छोडिदिने। छोडिसके पछाडि त्यसलाई मजाले ऱ्याप गर्ने ताकि त्यो बन्दाकोपीको कभर अलिकति पातलो हुन्छ। अनि त्यसलाई मोमो पकाउने भाँडामा हालिदिने। हालिदिएर छोपेर 15 मिनट जति पकाउँदा यस्तो